वेटर एन्ड वेट्रेस जबको इन्टरभ्यूमा सोधिने महत्त्वपूर्ण क्वेसन एन्सरहरू। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई टेक सामुएल च्यानल। यहाँहरूलाई च्यानलमा स्वागत गर्दछु। आजको यस भिडियोमा चाहिँ विशेष गरी तपाईँहरूको माझमा चाहिँ तपाईँले चाहिँ वेटर एन्ड वेट्रेस जबको तपाईँले चाहिँ कुनै पनि कामहरू एप्लाई गर्नुभएको छ, कुनै पनि देशको लागि अब तपाईँले चाहिँ इन्टरभ्यू दिनुपर्ने छ, इन्टरभ्यूको लागि प्रिपरेसन गर्दै हुनुहुन्छ भने, अथवा तपाईँले चाहिँ केही समयपछि वेटरको काममा तपाईँले काम एप्लाई गर्दै हुनुहुन्छ कुनै पनि देशमा भने चाहिँ हामीलाई चाहिँ वेटरको जब इन्टरभ्यूमा हामीलाई के कस्तो क्वेसनहरू सोधिन्छ। तपाईँ अलिकति इङ्ग्लिसमा विक हुनुहुन्छ, कमजोरी हुनुहुन्छ भने हामीले कुन कुन क्वेसनहरू जानिराख्नुपर्ने हुन्छ, कसरी एन्सर दिन सकिन्छ, महत्त्वपूर्ण क्वेसन एन्सरहरू आजको यस भिडियोमा म तपाईँलाई चाहिँ बताउन गइरहेको छु। यसको लागि तपाईँले भिडियोलाई अन्तिमसम्म अलिकति पनि स्किप नगरिकन हेर्नुपर्ने हुन्छ। र भिडियोलाई अहिलेसम्म एक लाइक गरिदिनु भएको छैन भने यस भिडियोलाई अवश्य एक लाइक गरिदिनु होला। यो भिडियो आफ्नो फ्रेन्ड्सहरूमा पनि सेयर गर्नुहोला। र यस्तो प्रकारको इन्टरभ्यूको टिप्स एन्ड ट्रिक्स भिडियोको लागि हाम्रो यस टेक सामुएल च्यानललाई सब्सक्राइब गरी छेउमा रहेको बेला बजेर अलमा सेलेक्ट गर्न नभुल्नुहोला। आउनुहोस् ढिला नगरिकन आजको हाम्रो टपिकतर्फ लागौँ। अब यहाँनिर म कम्प्युटरको स्क्रिनमा आइसकेको छु। मैले तपाईँलाई भनेर यहाँनिर मैले रेडी गरेको छु पिडिएफमा। तपाईँलाई यो पिडिएफ चाहिन्छ भने चाहिँ मैले मेरो वेबसाइटको लिङ्क मैले तल डिस्क्रिप्सन बक्समा राखिदिएको छु। त्यो वेबसाइटमा गएर तपाईँले यसलाई चाहिँ हेर्न सकेर तपाईँले हेरेर पढ्न पनि सक्नुहुन्छ आफैले। अब जस्तो यहाँनिर म चाहिँ तपाईँलाई एक एक गरेर राख्न गइरहेको छु। जस्तै भिडियोलाई अन्तिमसम्म हेर्नु होला। वेटर वेट्रेस इन्टरभ्यू क्वेसन एन्ड एन्सर भनेको छ। जस्तै यहाँनिर चाहिँ सुरुमा तपाईँलाई यहाँनिर चाहिँ वाइ डु यु वान्ट टु वर्क एज अ वेटर वेट्रेस भनेर तपाईँले यसरी क्वेसन सोधिन्छ। तपाईँ इन्टरभ्यू हलभित्र प्रवेश गर्ने बित्तिकै तपाईँ चाहिँ होइन वेटर वेट्रेसमा किन काम गर्न चाहनुहुन्छ, तपाईँको इच्छा जान चाहन्छन् होइन। वाइ डु वान्ट टु वर्क एज अ वेटर वेट्रेस, अब तपाईँको इच्छा किन काम गर्ने हो त वेटर वेट्रेसमा, तपाईँले यसरी बताइदिनु होला। आई इन्जोय सर्भिङ पिपल वर्किङ इन अ टिम एन्ड किपिङ कस्टमर्स ह्याप्पी भनेर तपाईँले यसरी छोटकरीमा भनेर मैले राखिदिएको छु। आई इन्जोय सर्भिङ पिपल वर्किङ इन अ टिम एन्ड किपिङ कस्टमर्स ह्याप्पी भनेर तपाईँले यसरी चाहिँ भनिदिनु होला होइन। यो भनेको चाहिँ तपाईँको चाहिँ मलाई मानिसहरूले सेवा गर्न, टिममा काम गर्न र ग्राहकलाई खुसी पार्न मनपर्छ भनेर तपाईँले यसरी बताउनु होला। 2 नम्बरमा अर्को तपाईँले यसरी क्वेसन सोधिन सक्छ, डु यु हेभ एनी एक्सपिरियन्स इन दिस जब, वेटरमा कुनै पनि तपाईँलाई कामको अनुभव छ भनेर। यो चाहिँ तपाईँलाई 100मा 100% आउने क्वेसन हो। अथवा तपाईँले होइन डु यु हेभ एनी एक्सपिरियन्स अथवा टेल मी अबाउट योर एक्सपिरियन्स, यसरी तपाईँको कामको अनुभव बारेमा तपाईँलाई क्वेसन सोधिन्छ। तपाईँले यसरी बताइदिनु होला, यस आई हेभ 5 years वर्क एक्सपिरियन्स एज अ वेटर इन 3 स्टार रोयल डाइन रेस्टुरेन्ट इन काठमाडौँ नेपाल भनेर तपाईँले यसरी बताइदिनु होला। हो मसँग 5 वर्षको वेटरको रूपमा रोयल डाइन रेस्टुरेन्ट काठमाडौँमा कामको अनुभव छ। कति वर्षको, केमा, कुन ठाउँमा, कुन कम्पनीमा कामको अनुभव छ त्यही तपाईँले बताइदिनु पर्ने हुन्छ। अथवा तपाईँलाई कामको अनुभव छैन, ट्रेनिङ छ भने चाहिँ तपाईँले होइन, जस्ट तपाईँलाई मैले दिएको आई हेभ डन अ 6 month बारिस्टा ट्रेनिङ फ्रम हिमालयन जावा इन काठमाडौँ नेपाल भनेर तपाईँले आफ्नो ट्रेनिङ, बारिस्टा ट्रेनिङ, कम्प्युटर ट्रेनिङ, ब्युटिसियन ट्रेनिङ के छ त्यो बताउन सक्नुहुन्छ। अर्को 3 नम्बरमा तपाईँले यसरी क्वेसन सोधिन्छ, विशेष गरी वेटर वेट्रेसमा, हाउ डु यु ह्यान्डल रुड कस्टमर, दुर्व्यवहार गर्ने ग्राहकले कसरी सम्हाल्नुहुन्छ, अथवा अलिकति होइन रिसाब कस्टमरलाई तपाईँले कसरी सम्हाल्नुहुन्छ, तपाईँले यसरी बताइदिनु होला। आई स्टे काम स्माइल एन्ड ट्राई टु सल्भ दियर प्रब्लम पोलाइटली, म शान्त रहन्छु, मुस्कान दिन्छु र सभ्य तरिकाले समस्या समाधान गर्न कोसिस गर्छु भनेर यसरी बताइदिनु होला। अब अर्को तपाईँको चाहिँ यहाँनिर चाहिँ 4 नम्बरमा यसरी क्वेसन सोधिन सक्छ तपाईँलाई यहाँनिर चाहिँ होइन, क्यान यु वर्क अन्डर प्रेसर, के तपाईँ दबावमा काम गर्न सक्नुहुन्छ, बिजी अवस्थामा दबावमा होइन, बोसले तपाईँले त्यहाँनिर छिटो छिटो गर भन्यो भने तपाईँले यसमा चाहिँ गर्न सक्दिनँ भन्नु हुँदैन, यस भन्नुपर्ने हुन्छ। यस यस आई स्टे फोकस्ड एन्ड म्यानेज माई टाइम वेल ड्युरिङ बिजी आवर्स, हो व्यस्त होइन समयमा म ध्यान केन्द्रित गर्छु र समय राम्रोसँग व्यवस्थापन गर्छु भनेर तपाईँले यसरी बताउनु होला। गाह्रो लाग्छ भने यस सर आई क्यान डु अन्डर प्रेसर, आई क्यान डु वर्क अन्डर प्रेसर भन्दा पनि हुन्छ। अब अर्को 5 नम्बरमा तपाईँले यसरी क्वेसन सोधिन सक्छ, वाट विल यु डु इफ अ कस्टमर कम्प्लेन अबाउट द फुड भनेर तपाईँले यसरी क्वेसन सोधिन सक्छ। अर्को भनेको वाट विल यु डु इफ अ कस्टमर कम्प्लेन्स अबाउट द फुड, यदि ग्राहकले खाने बारेमा गुनासो गर्यो भने, फुड कम्प्लेन गर्यो भने के गर्नुहुन्छ, तपाईँले यसरी बताइदिनु होला। आई एपोलोजाइज लिसन केयरफुली एन्ड इन्फर्म द किचन अर म्यानेजर फिक्स द इस्यु भनेर तपाईँले यसरी बताउनु होला। म माफी माग्छु, आई एपोलोजाइज भनेको माफी माग्नु, अथवा तपाईँले चाहिँ यसरी पनि बताउन सक्नुहुन्छ होइन।
तपाईँले आई एपोलोजाइज लिसन केयरफुली एन्ड इन्फर्म द किचन अर म्यानेजर फिक्स द इस्यु। म माफी माग्छु, ध्यानपूर्वक सुन्छु र समस्या समाधान गर्न किचन वा हैन म्यानेजरलाई चाहिँ जानकारी दिन्छु भनेर तपाईँले यसरी चाहिँ बताउनु होला। अर्को भनेको तपाईँले यसरी क्वेसन सोधिन सक्छ 6 नम्बरमा, हाउ डु यु रिमेम्बर अर्डर्स। तपाईँ अर्डर्सलाई कसरी सम्झनुहुन्छ हैन। जस्तै तपाईँलाई चाहिँ धेरै प्रकारको अर्डरहरू आयो भने एउटै कस्टमरबाट यसरी बताउनु होला, आई लिसन केयरफुली रिपिट द अर्डर एन्ड राइट इट डाउन टु एभोइड मिस्टेक। तपाईँले म ध्यानपूर्वक सुन्छु, अर्डर दोहोऱ्याउँछु र गल्ती नहोस् भनेर लेख्छु। आई लिसन केयरफुली रिपिट द अर्डर एन्ड राइट इट डाउन मात्र भन्दा नि भयो। म एकदमै ध्यानपूर्वक सुन्छु, त्यसलाई फेरि बारम्बार लेख्छु हैन। तपाईँले यसरी बताउनु होला, टु एभोइड अड मिस्टेक नभन्दा पनि हुन्छ, म मिस्टेक दोहोऱ्याउँदिनँ नभन्दा पनि हुन्छ है त। अर्को भनेको तपाईँले यसरी क्वेसन सोधिन्छ, क्यान यु वर्क इन सिफ्ट्स इन्क्लुडिङ विकेन्ड्स। तपाईँ के सिफ्टमा हैन सप्ताहन्तहरूमा पनि काम गर्न सक्नुहुन्छ त, रातमा होस् दिनमा होस् हैन। यसमा पनि यस सर भन्दा पनि भयो तपाईँले, अथवा तपाईँले यसरी मिलाएर यस आई एम फ्लेक्सिबल एन्ड क्यान वर्क एनी टाइम एज निडेड। म फ्लेक्सिबल छु र आवश्यक पर्दा जुनसुकै समयमा काम गर्न सक्छु। यस आई एम फ्लेक्सिबल, म लचक छु हैन, लचकदार छु। एन्ड आई क्यान वर्क हैन, एन्ड क्यान वर्क एनी टाइम एज निडेड, आवश्यक परेमा म हरेक समय काम गर्न सक्छु भनेर तपाईँले यसरी बताइदिनु होला। अब अर्को 8 नम्बरमा तपाईँले यसरी क्वेसन सोधिन सक्छ वेटर एन्ड वेट्रेसको जब इन्टरभ्यूमा, वाट वुड यु डु इफ यु हैन स्पिल्ड अ ड्रिङ्क अन अ कस्टमर भनेर तपाईँले यसरी क्वेसन सोधिन सक्छ हैन। यो भनेको चाहिँ यदि तपाईँले ग्राहकमाथि हैन ड्रिङ्क पोख्नु भयो भने के गर्नुहुन्छ हैन। तपाईँले झुकेर त्यहाँनिर ड्रिङ्कहरू पोख्नु भयो भने तपाईँले के गर्नुहुन्छ, तपाईँले यसरी बताइदिनु होला, आई वुड क्विकली एपोलोजाइज क्लिन अप एन्ड अफर हेल्प अर रिप्लेसमेन्ट भनेर भन्नु होला। म तुरुन्त माफी माग्छु हैन, सफा गर्छु हैन र सहयोग वा नयाँ ड्रिङ्क दिन्छु भनेर तपाईँले यसरी बताउनु होला हैन। तपाईँले यसरी बताउनु पर्ने हुन्छ। यो तपाईँको चाहिँ आई वुड क्विक एपोलोजाइज तपाईँलाई भन्नु गाह्रो लाग्यो भने आई वुड हैन, आई वुड क्विकली तपाईँले यसरी फर्गिभ भनेर तपाईँले यसरी बताउनु पर्ने हुन्छ। फर्गिभ भन्दा पनि हुन्छ यो वर्डलाई तपाईँलाई अप्ठ्यारो लाग्यो भने। अर्को तपाईँको चाहिँ 9 नम्बरमा वाट सुड वी हायर यु। तपाईँले किन हामीले चुन्ने, तपाईँले किन राख्ने, यसमा तपाईँले आफ्नो ग्रेटेस्ट स्ट्रेन्थलाई राखेर भन्नु होला, आई एम फ्रेन्डली हार्ड वर्किङ एन्ड आई केयर अबाउट गिभिङ गुड सर्भिसेस हैन, सर्भिस। म मिलनसार छु, मेहनती छु र राम्रो सेवा दिन मन लाग्छ भनेर तपाईँले यसरी बताउनु होला। 10 नम्बरमा हाउ डु यु डिल विथ टिम वर्क। तपाईँ चाहिँ टिममा चाहिँ कसरी काम गर्नुहुन्छ भनेको यो चाहिँ तपाईँले यसरी बताउनु होला, आई लाइक हेल्पिङ माई टिम एन्ड बिलिभ वर्किङ टुगेदर मेक्स एभ्रिथिङ इजियर। मलाई टिमलाई सहयोग गर्न मनपर्छ र टिममा काम गर्दाखेरि हरेक कुराहरू छिटोभन्दा छिटो हुन्छ भनेर तपाईँले यसरी बताउन सक्नुहुन्छ है। अब 11 नम्बरमा तपाईँले यसरी क्वेसन सोधिन्छ, वाट विल यु डु इफ यु डोन्ट नो द एन्सर टु अ कस्टमर्स क्वेसन। यदि ग्राहकले सोधेको प्रश्नको उत्तर तपाईँलाई थाहा भएन भने के गर्नुहुन्छ त हैन। आई विल पोलाइटली से आई विल चेक विल सम वान एन्ड गेट ब्याक टु डेम भनेर तपाईँले यसरी बताइदिनु होला। म सभ्य रूपमा भन्छु, म कसैसँग बुझेर तुरुन्त जानकारी दिन्छु। आई विल पोलाइटली से आई विल चेक विथ सम वान हैन एन्ड गेट ब्याक टु देम भनेर तपाईँले यसरी बताउनु होला। अब अर्को 12 नम्बरमा हाउ डु यु ह्यान्डल मल्टिपल टेबल्स एट वन्स। वेटर भइसकेपछि टेबलहरू पनि एरेन्ज गर्नुपर्ने हुन्छ। तपाईँले धेरै टेबलहरू एकैपल्ट कसरी सम्हाल्नुहुन्छ यसरी बताइदिनु होला, आई स्टे अर्गनाइज्ड सेट हैन प्रायोरिटिज एन्ड किप अ स्माइल अन माई फेस भनेर तपाईँले यसरी बताइदिनु होला। म व्यवस्थित हुन्छु हैन, प्राथमिकता निर्धारण गर्छु र मुस्कान साथ सेवा दिन्छु। अब 13 नम्बरमा तपाईँले यसरी क्वेसन सोधिन्छ, वाट वुड यु डु इफ अ कस्टमर डजन्ट टिप भनेको चाहिँ ग्राहकले तपाईँलाई टिप्स दिएन भने के गर्नुहुन्छ त। आई डोन्ट टेक इट पर्सनली आई अलवेज गिभ माई बेस्ट सर्भिस विथ अर विदाउट अ टिप हैन। तपाईँले यसलाई के भन्नुपर्ने हुन्छ, म व्यक्तिगत रूपमा लिँदिनँ, टिप होस् वा नहोस् म सधैँ राम्रो सेवा दिन्छु भनेर तपाईँले यसरी बताइदिनु होला। आई डोन्ट टेक इट पर्सनली आई विल अलवेज गिभ माई बेस्ट सर्भिस विथ अर विदाउट अ टिप। अब 14 नम्बरमा तपाईँले यसरी क्वेसन सोधिन सक्छ वेटर एन्ड वेट्रेसको, वाट हैन
व्हाट्स गुड कस्टमर सर्भिस टु यु अथवा व्हाट इज गुड कस्टमर सर्भिस टु यु। तपाईको लागि राम्रो ग्राहक सेवा भनेको के हो त? राम्रो सेवा भनेको के भनेर बुझिन्छ? इट मिन्स मेकिङ कस्टमर फिल वेलकम, रेस्पेक्टेड एन्ड ह्याप्पी विथ देयर भिजिट। म ग्राहकलाई स्वागत, सम्मान र सन्तुष्ट दिलाउन नै राम्रो सेवा हो भनेर मैले भन्ठान्छु। अब अर्को यो 15 नम्बरमा चाहिँ अन्तिम क्वेसन, आर यु कम्फर्टेबल स्टार्टिङ फर अ लङ आवर। तपाईँ धेरै लामो समयसम्म उभिएर काम गर्न सक्नुहुन्छ? तपाईँले यसरी बताइदिनु होला, यस आई एम युज टु इट एन्ड इन्जोय स्टेइङ एक्टिभ ड्युरिङ वर्क। होइन, म अभ्यस्त छु, मलाई बानी परिसकेको छ र काम गर्दा सक्रिय रहन मलाई मनपर्छ भनेर तपाईँले यसरी बताइदिनु होला। हजुरहरूलाई आजको यस भिडियो कस्तो लाग्यो त? वेटर एन्ड वेट्रेसको जम्प इन्टरभ्यूमा सोधिने महत्त्वपूर्ण क्वेसन एन्सरहरू मैले तपाईँलाई आजको यस भिडियोमा चाहिँ भनिसकेको छु। मैले भनेको कुराहरू मात्र आउँछ भन्ने छैन, यसमा कुनै तपाईँको आउन सक्छ, कुनै नआउन सक्छ, अथवा योभन्दा बाहिरको कुराहरू, ग्रेटेस्ट स्ट्रेन्थ्स, ड्युटिज एन्ड रेस्पोन्सिबिलिटिज, मेन एक्टिभिटिजको कुराहरू तपाईँलाई आउन सक्छ। कुन जबको पोजिसनमा कस्तो प्रश्नहरू आउँछ, कुन देशको लागि, सबै भिडियोहरू मैले हालिसकेको छु। च्यानलमा गएर चेक गरेर तपाईँले चाहिँ हेरेर जानकारी लिन सक्नुहुनेछ। आजको भिडियो मन परेमा भिडियोलाई एक लाइक गरिदिनु होला, भिडियोलाई लाइक, सेयर, सब्सक्राइब गर्नु होला च्यानललाई। आजले यति नै, धन्यवाद, बिदा पाऊँ। जय नेपाल।